आई लभ यु भन्नुहुन्छ कि कुद्दिउँ म आई लभ यु मैले बिहे गर्नुपर्छ बिहे त म गर्दिनँ ल आज भाइरल पुल आयो ट्याक लगाएर चाहिँ म यहाँ भएको केटीहरूलाई प्र्याङ्क गर्ने कोसिस गर्छ कस्तो रियाक्सन आउँछ एकदम पट्याए टाइपको गर्छु कि कस्तो हुन्छ ओहो घर कता हो तपाईँहरूको टिकटक बनाउन मिल्छ मलाई नि मिल्दैन टिकटक बनाए चिनिहाल्छ उनीको तिमीलाई त चिने जस्तो लाग्यो यार कस्तो सब सुन्दर हुनुहुन्न चाहिँ तपाईँ त यार बोल्नै हुन्न त किन हो म बोल्दिनँ म पनि सिङ्गल तपाईँ सिङ्गल हो कि मङ्गल म सिङ्गल छैन हुनुहुन्न बोयफ्रेन्ड छ कति वर्ष हुनुभयो र म 22 ए बोयफ्रेन्ड सही पनि यस्तै हो नि आजकलको मलाई लास्टै मन पऱ्यो कि तपाईँ यार मन पऱ्यो म के गरौँ मेरो त बोयफ्रेन्ड छ भिडियो बनाउनु नि त एउटा भिडियो पनि बनाउनुहुन्न केही पनि म पागल हुन लागिसक्यो यार मायामा तपाईँ पागल हुनुहोस् जे हुनुहोस् तपाईँको मुस्कानै खतरा छ हेरेको हेरे यार हेर्नु यता हेर्नु न के म तपाईँलाई चिन्दै चिन्दिनँ मैले तपाईँलाई चिन्छु नि त म त माया गर्छु तपाईँलाई चिन्नुहुन्छ तपाईँ मलाई ल मैले भिडियोहरू देखिरहन्छु फलो आज ठ्याक्क भेटिनु भयो म त को रहेछ भने आज बनाउनु भिडियो नबनाउने तपाईँ जानु न यहाँदेखि त्यसपछि बनाउँछ म जाँदिनँ यार म त उहाँलाई हेरेको माया लागिसक्यो अब जाँदै जान्न बोयफ्रेन्ड त अलि साइड लागिहाल्छ नि एकछिन लाउनु न त्यस्तो ट्रु माया गर्नुहुन्छ ओ ट्रु लभ कतिको गर्नुहुन्छ अहिले थाहा भइहाल्छ मलाई थाहा छ नि नभए पनि ठिक छ उहाँ सिङ्गल हुनुहुन्छ नै म त तपाईँदेखि अब म यहीँबाट ढल्छु होला ढल्नुहोस् साँच्ची ढले भने नि ढले पनि ढले ठिकै छ नाम के हो तपाईँको मेरो तारा के छेत्री नै हो म पनि छेत्री कुन छेत्री ए म देवकोटा पऱ्यो यार ठ्याक्क मम्मीले छेत्री नै बिहा गर भन्नुहुन्छ अब मलाई त मन पर्यो म त जाँदैन कति हुन्छ नि कति धेरै तपाईँले पनि हामफाल भन्नुभयो मलाई म तपाईँले बिहे नगरे त हामफाल्छु साँच्ची फालिदिनुहोस् मलाई घरदेखि आज बुहारी लिएर आ भनेछन् अनि के बाटोमा हिँड्दै सबै केटी लग्नुहुन्छ त नै मलाई त तपाईँ मन पर्यो नि त मैले देखिरहेको थिएँ तपाईँलाई पहिले यहाँ हेर्नु न कति धेरै के छन् उहाँलाई मन पराउनु नै हेर्नु बिहे छ म त तपाईँको बोयफ्रेन्डसँग ब्रेकअप गराएर तपाईँलाई नै बिहे गर्ने ब्रेकअप त हुँदैन किन हुन्न त्यस्तो भनिदिनु न यार तपाईँ सम्झाइदिनु आज म तपाईँ पनि साथी जानु म त बिहे गर्ने तपाईँले बिहे नगरी जाँदै जानु मलाई त तपाईँ नै मन पऱ्यो क्या भन्नु म त बिहे गर्ने हो साँच्ची म हाम फालिदिन्छु साँच्ची अब त साँच्ची मुस्कुराउनु भएको साँच्ची है म भन्दैछु हाम फालिदिउँ कसैको लागि हाम फाल्नु म त तपाईँको लागि हाम फाल्छु हेर्नु न तल कस्तो छ ओ माई गड डर लाग्छ म नहेरी आँखा चिम्लेर फाल्छु पर्दैन कसैको लागि भन्नु न आई लभ यु भन्नुहोस् म हाम फाल्दैन ल भन्नु न फेरि म त पागल भइसक्यो म त सक्दिनँ नै म त्यो लोयल त तोड्नै पर्छ म त माया गर्छु तिमीलाई म त बाँच्नै सक्दिनँ म त आजै मर्ने नत्र जाउँ घर जाउँ साँच्ची भनिरहेको छु है म कसम साँच्ची क्या साँच्ची भनिरहेको प्लिज यार खै हात दिन्न किन चाहियो तपाईँले मेरो मान्छे मन परिसक्यो हातै दिन्न हात समाएर आइलेको भन्नु न किन त्यस्तो
म तपाईँलाई चिन्दैन अनि तपाईँ को हुनुहुन्छ चिन्जान त भइहाल्छ नि अब मलाई यार गर्नु छैन त्यस्तो इग्नोर पनि नहानु नि यार ठ्याक्क छेत्री रहेछौ आजै हेर्न बड्डो भइसक्यो यार म बिहे नगरेर बड्डो भए पनि के भयो त त घरको यार हात साँच्ची म हाम फाल्छु है हेर पछि हेर त पछि कस्तो छ कसम फाल्छु साँच्ची माया गर्नुहुन्न नै किन त्यस्तो यस्तो पागल प्रेमी पाउनुहुन्न नि तपाईँले छ मसँग प्रेमी यस्तै पागल तपाईँले यतिको माया त गर्दैन पक्कै पनि गर्छ हेर्नु फर्स्टमा यति केयर गरेर राख्नु अनि कति गर्छु होला लाइफ टाइमभरि सोच्नु त मलाई सोच्नु छैन साँच्ची भन्नु न साँच्चै आई लभ यु भन्नुहुन्छ कि कुद्दिउँ म बुझ्दिनँ कसम साँच्ची म साँच्ची कुदिन्छु है यस्तो गर्नु पर्दैन साँच्ची म कुदिन्छु भन्नु नि त आई लभ यु गर्नु आई लभ यु म बिहे गर्नुपर्छ बिहे त म गर्दिनँ बिहे गर्नुपर्छ नत्र म साँच्ची कुद्छु म त पागल भइसक्यो होइन यस्तो नगर्नुहोस् म हाम हालिदिउँ कि जानुहुन्छ बिहे गर्नै पर्छ जाम तपाईँले जे भन्नुहुन्छ त्यही गर्छु म जाम साँच्ची हो जाउँ त जाउँ जाम हिँड्नु हिँड्नु अगाडि ल तपाईँको साथी उठाइदिएँ है मैले आज सुन्नु न यस्तो हो क्या मैले तपाईँलाई जिस्काएको हो खासमा प्रेम गरेको तपाईँले भनेको मान्नुहुन्छ कि भन्नु भनेको तपाईँको बोयफ्रेन्डसँग मैले ब्रेकअप गराइ छोडेँ है आज है माछा उसले सरी ल यस्तो